पनि नयाँ भ्लगमा कति दिन 5-6 दिनको ग्यापमा। अनि आज चाहिँ हामी दिउँसोको 12 बजीसम्म काम गरेर थकै मार्यौँ। म त सुतेँ होला 2 घन्टा जति। अनि साथी चाहिँ सुत्नुहुन्न। हामी चाहिँ जाँदैछौँ आज। कति आएको पनि 11 दिन कि 10 दिन भइसक्यो अरे अघि मैले गनेको थिएँ। अनि 10 दिनमा बल्ल बाहिरको नजरिया हेर्दैछौँ क्या साथीहरू, नत्र हामी यो टनेलभित्रै हाम्रो दिन गइरहेको थियो। अनि आज चाहिँ नजिकैको मार्ट जाने भनेर कति बेलुकाको 5:30 जति त भइसक्यो होला। यति बेला हामी हिँड्दैछौँ। वरिपरि हेर्नु सक्नुहुन्छ यस्तो छ हाम्रो चाहिँ। कहाँ हो कहाँ, गाउँ न गाउँ होइन, पुरै केही छैन। हावा मस्त चलिरहेको रहेछ, एकदम चिसो रहेछ। भित्र त तातो थियो। त्यहाँनिर चाहिँ यताभन्दा नि हाम्रोतिर बेसमारी हावा चल्दो रहेछ। के हो नि त्यहाँनिर यहाँ आउनुपर्छ। हामी चाहिँ यो पुलमा 1-2वटा फोटोसुट गरेर अघि बढिसकेको छौँ। अब लाग्नुपर्ने हुन्छ हाम्रो गन्तव्यतिर। यतै त हो नि मार्ट त होइन र? ए नजिकै पो रहेछ त। हामीलाई त अन्जान देश अन्जान ठाउँ भएर कहाँ कहाँ जस्तो। साथीहरू मान्छेले फुलमा यस्तो मस्त भिडियो बनाएको थियो। हाम्रो चाहिँ यहाँनिर दुईवटा, यहाँ दुईवटा रहेछ, यहाँ दुईवटा, यहाँ दुईवटा रहेछ। अब यति बनाउनु पर्ला। यहाँनिर दुईवटा सानो सानो दुईवटा, एउटा रहेछ त। कहाँ दुईवटा, एउटा बोट रहेछ साथीहरू। अब यहाँ हामी चाहिँ सेल्फी हान्छौँ। अब के हेर्नुहुन्छ साथीहरू, अरूले फुलबारीको भ्यूहरू देखाउँछन्, हामी त टनेल छ। यो यस्तो छ, बिजोग रमाइलो बस त। तर यो खोलाले गर्दा अलिकति भए पनि माइन्ड फ्रेस हुँदो रहेछ। सरर हावा आउने है ऊ त्यहाँनिर चाहिँ। यताभन्दा नि हाम्रोतिर बेसमारी हावा चल्दो रहेछ। के हो नि त्यहाँनिर यहाँ आउनुपर्छ। हामी माट पुग्नलाई चाहिँ 2टा पुल तर्नु पर्ने भयो गाइजहरू। उहाँबाट एउटा, ओइ सामुनी मुगी कामदार हो, योसँग 2टा। अनि त्यस पछाडि बल्ल माट आउँछ, मिनी माट। अब हामीले किन्छौँ कसरी त? इगो भन्नुलाई यसरी औँलाले घोचेर साथीहरू इगो जुस्यो भनेर। साथीहरू हामी माट आएको, माट त बन्द रहेछ कि। अस्ति त माट देखिरहेको थियो, आज त छैन कि। अब के गर्ने त। यो मान्छेले हामीलाई कसरी हेरिरह होला यार, के सोचिरह होला। चुरोट खानु हुँदैन भन्थ्यो त होइन बाटो हामीलाई पढाउने बेलामा त्यसो भन्ने है, जहाँ पाइ त्यही चुरोट खानु नभने। यहाँको मान्छेहरू खाँदै हिँडिरहेको छ कि रोडमा। अब के भन्नु साथी। अब हामीले चाहिँ माटहरू सबै उठिसकेको जस्तो छ होइन। अनि अब हामी अस्ति खै फुल देखेको थियौँ। वहाँनिर फुलको बाटो थियो, त्यहाँ जाँदै गरेको, तर फुलै झरिसकेको जस्तो छ के अरे। अब यसो हेरौँला। अब शनिबार जानु होला। ल साथीहरू अब यस्तै छ आजलाई। बेइज्जत भयो हाम्रो, बेइज्जत। नयाँ ठाउँमा कि त अनि बल्ल निस्किया छ बाहिर। अस्ति यहीँ साउनीले त्यो हातको पन्जा अनि त्यस पछाडि टोपी किन्न ल्याएको थियो के अरे। अनि त्यति बेला सागसब्जीहरू पनि देखिरहेको थियो। उतापट्टि फ्रिजमा त छ त सागसब्जीहरू त। त्यो बेच्ने हो कि के गर्ने हो थाहा छैन। माट आएको मान्छे साथीहरू, माट त्यो अस्ति जुन सामुन्यमले देखाएको वाला माट चाहिँ नरहेछ होइन, बन्द भइसकेको जस्तो छ। चाँडै बन्द होला जस्तो छ। अनि यो घरहरू चाहिँ एकदम पुरानो टाइपको कि त्यो मनाङ मुस्ताङतिर ढुङ्गा र माटोको यस्तो लगाएको हुन्छ नि गाह्रो, त्यस्तै खालको हो पनि। फङ्क घुमेर साथीहरू हामीले चाहिँ यो माट भेट्यौँ। हानिरो माथु भेट्यौँ, तर मान्छे छैन कि। साथीहरू हामी चाहिँ सपिङ गरेर कोरियाको 9-10 दिन पछाडि हामी चाहिँ सपिङ गरेर आइसक्यौँ। यहाँनिर बल्ल आज निस्केको, नत्र त्यो टनेलभित्र घुमसिदा है। अनि यत्रो यो 6
68,000 खोइ कतिको सामान बोक्दाखेरि अनि हातमा झुन्ड्याउनु सकिन्छ त भन्नुहोस् त तपाईँहरू आफै। अनि मैले हातमा झुन्डाउन नसकेर टाउकोमा हालेको फर्की हेर्ने के त कोरियनहरू त नसकेपछि के गर्नु त होइन। हातमा झुन्डाउन सकिन्न, टाउकोमै सजिलो हुन्छ। अब चाहिँ हामी फर्किँदैछौँ। फनी एउटा रोटी पकाएपछि चाहिँ हामीले माड भेट्यौँ साथीहरू। अनि एउटा माड भेटेको थियौँ, त्यो माड त बन्द थियो है, बन्द थियो। भित्र त खुल्लै थियो, मान्छे कता गएको थियो होला के अरे। अनि अर्को माड आएको, अर्को माडमा चाहिँ हामीले फाइनली भेट्यौँ। अनि यहाँ पनि मान्छेहरूले, यहाँको त्यो पसलको मान्छेले पनि नेपालीहरू धेरै छ भनिरहेको थियो। अब हामीलाई थाहा छैन, पछि भेटिन्छ होला साथीहरू होइन। अहिले चाहिँ कोही पनि भेटेको छैन। यो चाहिँ नेपाली हो कि चाहिँ सपिङ गरेर पनि आइसक्यो साथीहरू। 5:30 बजी हिँडेको, यति भएको छ अहिले, घाम डुबेर पनि उज्यालै छ। अनि यो सामान चाहिँ मैले वहाँ के अरे माडबाट अडाएर लिएको, यहाँसम्म झरेको छैन। हामी सानो सानोमा बुकको थाक यति धेरै अडाएर अनि त्यस पछाडि घरदेखि स्कुलसम्म पुग्थ्यौँ क्या। त्यही हो एक्सपिरियन्स। झोला हुन्न थियो होइन, किन्दिनँ पैसा हुन्न थियो। अनि यस्तो गरेर बोकेर जान्थ्यौँ, स्कुलसम्म पुर्याउँथ्यौँ। हाम्रो घर आइपुग्यो साथीहरू, उरी छिप। हामी चाहिँ माडबाट आइसक्यौँ साथीहरू। अनि हामीले लिएर आएको यो झन्डै 68-69,000 को सामानहरू यति 2टा झोलामा अटेको छ। ओए हामीले सामान लिएको देखेर छक्कै पर्यो होला है। हामी त यत्रो उठाएर ल्याइदिएको क्या। अब उनीहरू त यति चुसुक लगेर जान्छ है। हामीले त बल्ल भेटेको माट हो, कति दिनमा भनेर सबै सोरेर ल्याइदिउँ। के छ म तपाईँहरूलाई देखाउँछु है त। यो चाहिँ रहेको छ हाम्रो डाइट, किनभने हामी बिहानै उठेर जानुपर्ने हुन्छ। यत्रो गाडाहरू, ठेलाहरू अनि बोरा भारीहरू उठाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि अलिअलि चुसुक डाइट हाम्रो यो। त्यस पछाडि आलु ल्यायौँ, यो एउटा। अनि त्यस पछाडि यो दुईटा 4,290 अरे, 4,940 अरे। अनि यो लिएर आयौँ खोगुमा। अस्ति खाएको मिठो थियो है साथी, गुलियो मिठो थियो उता नेपालको जस्तै। अनि फेरि त्यही सोचेर लिएको, हेरौँ कस्तो छ यसको टेस्ट। अनि त्यस पछाडि हामीले केरा उठाएर ल्याइदिउँ। हाम्रो छक्कै पर्यो होला, तिनीहरू त सबसे ठुलो कि साथीहरू, त्यहाँ भएको सबसे ठुलो उठाएर ल्याइदिएको। यो छ 9,000 नेपाली 900 जतिको। छक्कै पर्यो होला कि तिनीहरू यत्रो लगिरहेको थियो। अनि यो साग 20 रुपियाँमा आउँथ्यो साथीहरू। अनि यो खोर्सानी पिरो, एकदम पिरो खानु मन लागिरहेको छ। यहाँको खोर्सानीहरू चाहिँ पिरै नहुने, हेर्दा मात्रै पिरो टाइपको देखिने तर नहुने। यो चाहिँ पिरो छ भनेदेखि अब कस्तो हुन्छ हेरौँ। अनि यो छ कुकिज जस्तै के हो पनि, हामीले यसो हेर्दाखेरि मिठो लाग्ने जस्तो खालको चाहिँ लिइहाल्यौँ। अनि यो प्याज, 2टा प्याज। हामीले यस्तो खालको प्याज दिएको थियो नि त साथीहरू होइन। अनि कसरी खानु त, अनि पलाई गएको त्यसको पात खाँदा त हुन्छ। अनि हामीले यो लिएर आयौँ 2टा। अनि यो च्याउ लिएर आयौँ, यत्रो च्याउ थियो, कस्तो हुन्छ थाहा भएन। अनि यो अलिक सानो खालको लिएर आयौँ। अनि भेन्टा खाजी, अनि त्यस पछाडि नुन, कोच सुँगुम। अर्को अस्ति हामीले लिएर आएको थियौँ, त्यो चाहिँ मात सुँगुम भनेछ। त्यो चाहिँ अजिना मिक्स भएको हुँदो रहेछ, गुलियो झन् गुलियो। यही त मलाई गुलियो जस्तो हुन्छ। अनि यो पनि लिएर आयौँ। यो पनि आमाम ब्रेडहरू त टम्मै भएछ त। अनि यो लसुन ल्यायौँ। अस्ति पनि हामीले लसुन त लिएको छ, तर त्यो चाहिँ किलाइ गएको थियो। अनि यो हामीले नकिलाएको लिएको। त्यो किलाको अलिक महँगो पनि पर्छ होला है, यसरी राखेको हुन्छ छोडेर। अनि यो चाउचाउ साथीले मिठो हुन्छ भनेको छ। मलाई चाहिँ अस्तिको चाउचाउ मिठो लागेको थियो। के त्यो ओरिजिनल कि के वाला चाउचाउ थियो, तर भेटेन आज हो। हाम्रो सामान यति छ है, यति। ल आजको हाम्रो मार्ट गएर हाम्रो यति थियो सपिङ। 5-5:30 बजीतिर हिँडेको। एक फन्कै घुमेर भए पनि मार्ट चाहिँ भेट्यौँ है। हामी त त्यो अस्ति न सामुनेमले लगेको मार्ट चाहिँ बन्द थियो। अनि नरहेछ, चाँडो बन्द गर्ने रहेछ भनेको। अनि अर्कोमा गएको, त्यो अर्को बन्द थियो। अनि त्यसको ठ्याक्कै तलपट्टि चाहिँ खुल्ला रहेछ। अब आजलाई खानासाना केही नखाऊँ होला। आज यो सुटुनी र चाउचाउ खानु पर्ला। अनि भोलिको लागि खाना बनाउँला। आज यति।